लामो दूरीमा चल्ने यात्रुवाहक सार्वजनिक सवारी साधनले कति घण्टापछि विश्राम गर्नु पर्दछ? सवारी चालक अनुमति पत्रको बहाल अवधि कति वर्षको हुने व्यवस्था रहेको छ? स्थानीय बाटोमा चल्ने यात्रुवाहक ठूलो सार्वजनिक सवारीमा अशक्त व्यक्तिका लागि कति सिट सुरक्षित गरिएको छ? चालक अनुमति पत्र कति अवधिसम्म निलम्बन गर्न सकिने प्रावधान छ? ठूला सवारीको सवारी चालक अनुमति पत्र नवीकरण गर्दा कति दस्तुर लाग्दछ? म्याद सकिएको कति समयपछि सवारी चालक अनुमति पत्र नवीकरण गर्दा जरिवाना लाग्दछ? बाटो इजाजत र नामसारी गर्नको लागि निवेदन फारममा कतिको टिकट टाँस गर्नुपर्ने व्यवस्था छ? सवारी दर्ता प्रमाणपत्र हराएमा वा अन्य कुनै कारणबाट नासिएमा सो भएको कति दिनभित्र प्रतिलिपिका लागि निवेदन दिनु पर्छ? प्रदूषण पास स्टिकर नभएको सवारी साधन निषेधित सडकमा लगिएमा के सजाय हुन्छ? सवारी चालक अनुमति पत्र नवीकरण गर्ने समय 1 वर्ष पार भएको अवस्थामा नियमअनुसार कति जरिवाना थप हुन्छ?